अब अलिअलि दामी बनाउँछु नि म। साथीहरु मेरो यो भिडियो हेरेर पछि अलिकति राम्रो लुगा लाउनु पर्यो नि त, फोटो खिचिन्छ भिडियो। ढान टान ल फाइनली मैले मेरो लुक चेन्ज गरेर आइसकेको छु। म चाहिँ आज टक्क भन्छु आफूले देखाएको आशीर्वाद सबै आफूलाई लागोस् सबै। हेलो साथीहरु नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल एनदर भिडियो। आज चाहिँ मैले यो भिडियो बनाइरहेको समयमा चाहिँ ठ्याक्कै आज हाम्रो लक्ष्मी पूजाको दिन रहेको छ। सो हजुरहरु सबैलाई ह्यापी दीपावली भन्न चाहन्छु। अनि जो परदेशमा रहनु भएको छ, परदेशमा रहेर पनि आफ्नो अब चाडपर्वलाई मिस गर्नु भएको दाइ दिदी भाइ इष्टमित्र सबैलाई ह्यापी दीपावली। किनभने परदेशमा अब यस्तै हुन्छ, काममा जानुपर्छ, के दीपावली के दसैँ हैन। अब कामबाट आएर भ्याएर अब समय भयो भने घर ल्याउ, नत्र भ्याइदैन। सो आज चाहिँ मेरो घरमा म एक्लै छु। अहिले सबैजना काममा जानु भएको छ। अब राति 12-1 बजीतिर आउनुहुन्छ। एक्लै भए पनि अब यसो अलिअलि लक्ष्मी पूजा गर्नु पर्यो, घरमा लक्ष्मी त भित्राउनु पर्यो भनेर मलाई नि डर लागेको छ। त्यही भएर लक्ष्मी पूजा गर्नु लागेको छु म गाइस। अहिले चाहिँ घरको हालत यस्तो छ, राम 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 भद्रगोल हैन। अब लक्ष्मी पूजा गर्नलाई अलिअलि घर सफा गर्नु पर्यो। अनि लक्ष्मीको अब त्यहाँ फोटो सोटो के छ अलिअलि त्यो फोटो टाक्नु पर्यो। अलिअलि फुल्छु, अगरबत्ती बाल्ने, अलिअलि पूजा गर्ने। किनभने जुन घरमा दियो बल्दैन, जुन घरमा दियो बाल्ने पैसा हुँदैन, त्यो घरमा चाहिँ लक्ष्मीले चाहिँ बास गर्छिन्। त्यो त हजुरलाई थाहा नै होला हैन। किनभने मनबाट गर्नुपर्छ, सबै कुरा हुन्छ। सो मसँगै काम गर्ने अब गाइस अब म घरहरू सफा गर्न लाग्छु हैन। घर सफा गरेर कस्तो के हुन्छ एकछिनपछि ठ्याक्क त्यो भिडियोहरू बनाएर आउने छु त। लेट्स गो टु क्लिन माई हाउस। साथीहरु लक्ष्मी पूजा अब के गर्नु, परदेशी जिन्दगी भनौँ यसरी नै सधैँ चाडपर्व बितायो है। काम धमाधम भइरहेको छ। ल सफा गरेर अब लक्ष्मी पूजा गर्ने पर्यो। सानोतिनो भए पनि मैले राम्रोसँग पूजा गर्न जानिनँ। मैले पूजा गरेको भएन भने पनि मेरो घरमा चाहिँ बास गरिदेऊ है लक्ष्मी। ल तिमीलाई म कति सम्झिन्छु, तिमी मेरो सपनामा पनि आउँछौ, सधैँ तिमीलाई नै सम्झेर जिन्दगी अगाडि बढिरहेको छु। हे लक्ष्मी माता इधर जल्दी जल्दी आता। अब मैले यहाँ भगवानको फोटो टाँसिसकेको छु है। त्यसपछि गणेशलाई पनि मैले यहाँ स्थापित गरिसकेको छु। अलिअलि फलफुल राख्ने पालो आउँछ हाम्रो होइन। खासै यस्तो पूजाआजामा अलिकति अब इन्ट्रेस्ट त छ, तर सबै कुरा थाहा छैन के गर्ने कसो गर्ने भनेर। अनि त्यही भएर हो अब मैले स्याउ ल्याएको छु, सुन्तला ल्याएको छु होइन। स्याउ सुन्तला अनि यो हाम्रो अर्को मैले केरा पनि ल्याएको छु। केरा पनि ल्याएको छु होइन। यो पनि यहाँ चढाउने हो अहिले है। अब अरू मैले साथीहरु यार तिहारको यार जे जस्तो भए पनि गर्न सकिन्छ त्यस्तो त मनाउनु पर्यो नि त होइन। मैले अब यो लड्डु मिठाईहरू पनि ल्याएको छु। हामी अब 4-5 जना हुन्छौँ भरे खाने, दाइ म अनि कान्छी अनु भाइ, हामी 4-5 जना हुन्छौँ होइन। मैले यो माला पनि ल्याएको छु। यो माला चाहिँ मैले अलिकति सानो बनाउनु पर्ला भनेर सोचेको छु कि किनभने मालालाई यहाँ टक्क यसरी भगवानलाई लाउँदा कस्तो होला, यतिको ठिक्क छ है। यतिको माला ठिक्क छ होइन। अब मैले अरू के ल्याएको छु, बाती ल्याएको छु तेलमा दुबारा लाउने, मोमबत्ती ल्याएको छु, क्यान्डल ल्याएको छु। यो क्यान्डल लगाएपछि घर ह्याप्पी दीपावली भन्दा पनि हुन्छ। यो क्यान्डलले पनि बबाल लगाइदिनु हुन्छ होइन। अगरबत्ती ल्याएको छु, एकदम मिठो अगरबत्ती छ। अनि यो 2टा कलर ल्याएको छु रङ्गोली बनाउनलाई। रङ्गोली चाहिँ कस्तो हुन्छ मलाई थाहा छैन होइन। अब बनाएको छैन भने पोहोर चाहिँ बनाएको थिएँ। यसपालि पनि हल्का गुगलमा रङ्गोलीको फोटो डिजाइनहरू हेरेर अनि त्यसपछि बनाउने छु गाइज है। यस्तै हो लक्ष्मी पूजा। अब के भन्नु,
साथीहरू हल्का मेहनत गरेर यतिको पूजा गर्ने लक्ष्मी पूजा गर्ने ठाउँ बनाएँ मैले होइन। अहिले लक्ष्मी भगवान्को फोटोहरू टाँसेँ, हल्का फलफुल सलफुल अब यसरी यतिको बनाएर छु। अब अलिअलि डेकोरेट पनि गर्छु। यहाँ लाइट पनि भेटाएको छु होइन। यो झिलिमिली लाइट भेटाएको थियो, पोहोरको लाइट हो। तर यहाँ भाइहरूले कसरी राखेछ कि यो लाइटै खोल्न झ्याउ भयो क्या। मैले बनाउँदा बल्छ ए दामी बल्छ, तर बार बनाएर राखेर रहेछ, टाइम लाग्यो क्या। रङ्गोली पनि बनाउँछ, भगवान् कति काम छ, के गर्ने भ्याइ नभए छैन। लक्ष्मी पूजा त भनौँ रहर लाग्छ, गर्न बहुत मुस्किल छ। गाइज अब चाहिँ म रङ्गोली बनाउन बस्ने भएँ है। रङ्गोलीको डिजाइन हेरेर बनाउनु पर्ने हुन्छ। सो हल्का गाह्रो पनि हुनसक्छ। अब राम्रो नराम्रो कस्तो के हुन्छ त्यो चाहिँ पछि लास्टमा हेरेर प्रतिक्रिया दिनु होला। जे भए पनि तिहार हो होइन, ठ्याक्कै हामीले बनाउनु पर्यो। कस्तो हुन्छ के हुन्छ भिडियो हेरेर प्रतिक्रिया दिनु होला पछि लास्टमा है त। ओके गाइज, खासै राम्रो बनाउनु चाहिँ आएन होइन। यतिको रङ्गोली बनाएको छु। अब अलिअलि लक्ष्मी माताको पाइलाहरू, हिँडेको खुट्टाको पाइलाहरू बनाउनु बाँकी छ। अब हाम्रो यहाँ पालो आउँछ क्यान्डल सेटअपको होइन। मैले बाती पनि लिएर आएको छु। यो बातीलाई पनि तेलमा डुबाउनु पर्छ है। बाती पनि ल्याएको छु। अब हाम्रो पालो आउँछ क्यान्डलको। क्यान्डल सेटअप त हान्नु पर्यो, अब दीपावली हो होइन। क्यान्डलहरू चाहिँ टक्क यसरी निकालेर यहाँ टक्क लक्ष्मी माताको वरिपरि त मजाले क्यान्डल सेटअप हान्नुपर्छ। यहाँ गाह्रो छ नि हो, गाह्रो छ। कहाँ सजिलो रहेछ र भन्न, मलाई त एकदमै गाह्रो छ जस्तो भयो साथीहरू। सट्ट गरेर एकदम लक्ष्मी मातालाई चाहिँ एकदमै खुसी बनाएर ल मेरो घरमा चाहिँ आउनु पर्यो है माता भन्नुपर्ने। आहै भन भन भाइ हो देउसी रे, राम्ररी भन देउसी रे, सुर्मीलाई कन देउसी रे, राम्ररी भन देउसी रे, रातो माटो देउसी रे। अब रङ्गोलीको कामहरू सक्यो। अब यहाँ त्यो लक्ष्मीको पाइला पनि बनाउनु पर्ने छ गाइज होइन। पाइलाको लागि मैले यहाँ सबै रेडी गरिसकेको छु। मेरो रङ्गोली अब यो बाहिरदेखि नै पाइला बनाउनु पऱ्यो होइन। यतातिर सबै पाइला बनाउनु पऱ्यो, रुममा जाने पनि पाइला बनाउनु पऱ्यो। मलाई फेरि रङ्गोली बनाउन चाहिँ अलिक नआए जस्तो भनेको लक्ष्मी हिँडेको पाइला त म फेरि ओपी बनाइदिन्छु। हेर्नु है, अब म पाइला बनाउनु जान्छु। लेट्स वाच। अरे आमा लक्ष्मीको बास होस् हे लक्ष्मी माता। के हुन्छ यस्तो होइन, यस्तो 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 यस्तै यस्तो 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 दामी बनाउँछु नि म। साथीहरू मेरो यो भिडियो हेरेर होइन मैले बनाएको रङ्गोली फुल पनि खोजेर लिएर आइसकेँ होइन। म यहाँ फुल पनि चढाउनु पर्छ अहिले है। मैले फुलहरू सबै लिएर आइसकेँ। अब म मेरो ड्रेस चेन्ज गरेर आउँछु। देन यत्रो गरेपछि अलिकति राम्रो लुगा लाउनु पर्यो नि त, फोटो खिचिन्छ, भिडियो बनाइन्छ होइन। सो लेट्स ल फाइनली मैले मेरो लुक्स चेन्ज गरेर आइसकेको छु। म चाहिँ आज टक्क लक्ष्मी पूजा चाहिँ नेपाली ढाका टोपी दौरा सुरुवाल लगाएर गर्न लागिरहेको छु होइन। यो चाहिँ मेरो पुरानो लुगा हो। मैले कहिले काहीँ टिकटक सिकटक बनाउन अनि यताउता गर्नलाई युज गर्ने गर्छु। अहिले मलाई एकदम टाइट भइसकेको छ अनि आज मलाई एकदम रहर लाग्यो है। अलिअलि टिकटक पनि बनाउँछु, भिडियो नि खिच्छु, फोटो नि खिच्छु भनेर। सो यो लुगा लगाएर बनाउन लागिरहेको छु। अलिअलि पेट देखिन्छ होला, डोन्ट माइन्ड। कस्तो देखिरहेको छ गाइज। अब सुरुमा हामी क्यान्डल बाल्नु है। क्यान्डल बालेर त्यसपछि पूजा सुरु गर्नुपर्छ होइन।
बिर्सी पो राख्नु यार आज त ज्वेलरी सुलरी यताउता पनि पो राख्नुपर्छ त होइन पर्स कार्डहरू पनि राख्नु पर्यो होला आज त पूजा गर्न कहाँनिर राख्ने होला अब यता राख्नु पर्ला आज त पूजा गर्ने दिन हो नि त एटिएम कार्ड त राख्नुपर्छ आज त पर्समा त पर्स राख्दै हुन्छ यहाँ भाइको पनि पैसा छ दाइको हुन्थ्यो पैसा छ यसरी पैसा छ एटिएम कार्ड खोप कार्ड यसरी यो ल यो सबै पैसा राख्दै अलिअलि यो ज्वेलरीहरू छ होइन यो सबै पूजा गर्ने धेरै त के राख्नु डब्बामै राखेर यसो पूजा गर्नु पर्ला यो सबै कुराहरूलाई लक्ष्मी माताको कृपा सधैँ रहिरहोस् भनेर अरू त के गर्ने अब यस्तै हो पूजा भने होइन गाइज हजुर हेर्नु सक्नुहुन्छ मैले कस्तो बनाएँ भनेर ल तिहार चाहिँ मेरो यस्तै भयो है यसरी यहाँ क्यान्डलहरू बालेँ झ्यालमा होइन लक्ष्मी भगवान्लाई यहाँ यसरी सजाएको छु यसरी यहाँ दियो सियो बालेको छु यो मेरो रङ्गोली भयो अहिले अँध्यारो मैले देखेको छैन किनभने मैले लाइट निभाएको क्या यो कस्तो देखिन्छ भनेर यसरी बालेको छु सो तिहार यस्तै भयो गाइज सबैलाई ह्याप्पी तिहार अब मेरो पूजा गर्ने टाइम भयो होइन अब म पनि पूजा गर्छु सट्ट एकपल्ट पूजा गर्छु राम्रोसँग होइन गाइज मैले चाहिँ पूजा आज सबै सकिसक्यो होइन अब यताउता अब जति जानेको त्यति गरेँ होइन सबै कुरा भयो सबै कुरा गरिसक्यो बत्ती पनि बालेँ यो घन्टी चाहिँ मैले टिभीबाट बजाएको थिएँ क्या अघि नै त्यही भएर के गर्नु विदेशको ठाउँमा घन्टी छैन अनि दौरा सुरा लगाएर ढाकाटुपी लगाएर टक्क बनाइयो पूजा पनि गरियो मैले गरेको पूजा कस्तो भयो लक्ष्मी माता नरिसाउनु होला होइन जति आयो त्यति गरेँ आइदिनु होला मेरो घरमा पनि बास गरिदिनु होला जय होस् लक्ष्मी माताको गाई पूजा त गरिसक्यो अब आफूलाई टिका लगाइदिने मान्छे कोही छैन आफूले टिका लगाउँदा हुन्छ त होला नि होइन ल लक्ष्मी माता रक्षा गर्नु मेरो घरमा पनि आउनु म हजुरलाई सम्झिरहन्छु आफूले दिएको आशीर्वाद सबै आफूलाई लागोस् सबै राम्रो होस् सबैको राम्रो होस् फाइनली गाई पूजा पनि सक्यो टिका पनि लगाएँ होइन अब तिहार यस्तै भयो सबैले ह्याप्पी तिहार भन्न चाहन्छु जो घर गएर रमाइलो गर्न पाउनु भयो दिदीबहिनीको टिका थाप्नलाई पाउनु भयो समय मिल्यो उहाँहरू सबैलाई कङ्ग्रेचुलेसन अनि ह्याप्पी तिहार भन्न चाहन्छु अनि जसको निधार खाली हुन्छ जो परदेशमा हुनुहुन्छ अर्को वर्ष अवश्य जानुपर्छ भन्छु म सबैलाई म पनि जानेछु एन्ड आई मिस माई फ्यामिली आई मिस माई फ्रेन्ड्स एभ्री वान ह्याप्पी तिहार आई लभ यु आई मिस यु थ्याङ्क यू फर वाचिङ